बच्चा हुँदाखेरि स्कुलमा अलिअलि सोसल स्टडिज पढाइ हुन्छन् नेपालीहरूले, बुढा हुँदासम्म त्यही अलिअलि बच्चामा घोकेको सोसल स्टडिजको ज्ञानमै सीमित भएर बस्ने चाहिँ नेपालीहरूको बानी छ। 30 वर्षमा त देशले धेरै फड्को मारिसकेका छ त भनेर भन्यो भने फड्को मारेर के गर्ने? ह्याप्पिनेस इन्डेक्स खोइ, क्वालिटी अफ लाइफ खोइ। यो प्रत्युत्तर दिने त्यही बच्चामा सोसल स्टडिजमा घोकेको कुरा। ह्याप्पिनेस इन्डेक्स भनेको त सेटिस्फ्याक्सनको पनि कुरा हो नि त। अधिकांश किसान भएको देशमा जन्मिने तर धान र गहुँ छुटाउन नसक्ने, अनि गाडी उत्पादन नभएको देशमा जन्मिने तर रोल्स रोयसको इन्जिन र ल्याम्बोर्गिनीको इन्जिनमा के फरक छ भनेर ठ्याक्कै भनिदिनेहरू कहिले सेटिस्फाइड हुन्छ? आफूलाई रोल्स रोयस चढ्न सक्ने औकातको बन्न मन छ, त्यति धनी बन्न मन छ, तर अर्को धनीदेखि नै रिस गर्ने, यसले पक्कै चोर्यो, लुट्यो, ठगेर यत्रो कमाएको भनिसकेपछि ह्याप्पिनेस इन्डेक्स बढ्दैन। अनि जुन अर्को क्वालिटी अफ लाइफको कुरा छ, क्वालिटी अफ लाइफको कुरामा त हेल्थ पर्छ, तर हेल्थमा बिरामी भएपछि पाउने सुविधा मात्र होइन नि त, बिरामी नै नहुने कुरा पनि हो। बिहान उठेर योगा गरिन्छ त, एक्सर्साइज गरिन्छ त। क्वालिटी अफ लाइफमा एजुकेसन पर्छ। एजुकेसन भनेको 2-3 डिग्री पाउनु मात्र होइन। नेपाल मैले कुन चाहिँ किताब प्रतिबन्ध छ र? किनेर पढिन्छ त आफूलाई इच्छा भएका कुराहरू? आफूलाई कलेजले जति सीमित गरेका छ करिकुलमले, त्योभन्दा एक्स्ट्रा माइल गरेर अरू 50वटा किताब किनेर पढ्ने बानी छ त? क्वालिटी अफ इन्डेक्समा सोसल फ्याक्टर नै पर्छ। समाजमा टक्क लाएर मान्छे भेला गरेर चाहिँ समाजको उन्नतिको लागि मिटिङहरू पनि गरिन्छ कि मोबाइल मात्र चलाएर बसिन्छ त? समाजमा फोहोरको डङ्गुर थुप्रै हुन्छ, सफा गरिन्छ कि फोटो खिचेर चाहिँ यहाँ त लास्टै फोहोर भयो नि भनेर हालिन्छ? क्वालिटी अफ लाइफ, ह्याप्पिनेस इन्डेक्स भनेको आधा कुरा त आफूभित्रै हुने कुरा हो नि त। अब त्यही बच्चामा अलिकति सोसल स्टडिज घोकेको छ, अनि क्वालिटी अफ लाइफ भन्ने कसरी इम्प्रुभ गर्ने त? बिहान योगा गर्नु पर्यो नि त, पढ्नु पर्यो नि त, यतिकै इन्क्रिज हुन्छ। अरूले आएर तथास्तु भनेर चाहिँ क्वालिटी अफ लाइफ र ह्याप्पिनेस इन्डेक्स इन्क्रिज हुने हो र? किसानको देशमा जन्मेर रोल्स रोयस चढेरै छोड्ने भनेर चाहिँ कसम खाएर ऱ्याट रेसमा लागिसकेपछि ह्याप्पिनेस अफ इन्डेक्स कहिले पनि बढ्दैन।